नमस्ते सबैजनालाई। अनि यो भिडियो चाहिँ मेरो सबै राइडर साथीहरू अनि प्लस भएन पठाओ इनड्राइभसम्म पनि पुगोस् यो भिडियो। मैले राइड गर्दै थिएँ, म बौद्धमा थिएँ, एउटा राइड आयो दक्षिण काली मदर टेम्पलसम्मको। त्यो चाहिँ 25 किलोमिटरको राइड थियो क्या। 25 किलोमिटरको राइडमा जम्मा 364 रुपियाँ पैसा छ। अनि 25 किलोमिटरमा लगभग 120-25 रुपियाँको त पेट्रोलै खान्छ हैन। अनि त्यसमा उनीहरूले 15% उनीहरूले 16% टिडिएस सिडिएस ट्याक्स उनीहरूको कमिसन सबै गरेर 15% उनीहरूले लान्छ। अनि त्यतिकै आफ्नो गाडी बनाउनु पर्यो, आफूले गरेको मेहनत खै त्यत्रो जाममा बस्नुपर्छ के अति नै भयो क्या यो पठाउ इनड्राइभमा त। यो त एकदम के भन्नु अति नै क्या। मान्छेको मेहनतको कदर हुनु पर्यो क्या। हामीले पसिना बगाए अनुसारको चाहिँ हामीले भाडा नै पाएको छैन के। अनि फेरि अब प्यासेन्जरहरू पनि जो सस्तो पाउँदा त अलगत्रै निल्न खोज्ने के। सस्तो पाउँदा अलगत्रै निल्न खोज्ने, अलिकति महँगो भयो भने यो भयो त्यो भयो होइन। कसैको 2 रुपियाँ बेसी खाएर हामीलाई पनि केही हुने होइन। हाम्रो मेहनत अनुसारको चाहिँ पाउनु पर्यो भन्ने कुरा हो न। कसैको 2 पैसा ज्यादा खाएर कसैसँग त्यो धेरै पैसा लिएर त्यो हुने पनि केही होइन। तर मेहनत गरे अनुसार त हामीले पनि पाउनु पर्यो भन्ने मेरो चाहिँ कुरा है। यो त अति नै क्या, अति नै कम भयो क्या त्यो पैसा त। थोरै छैन। फेरि गएर त्यहाँबाट राइड फर्किँदाखेरि पाउने ठाउँ भएको भए एउटा कुरा हुन्थ्यो होइन। अब त्यहाँ गयो त्यो एक क्लस्टर ठाउँमा 25 किलोमिटर अगाडि गएर त्यहाँदेखि बल्खुसम्म आउन्जेलसम्म त्यहाँबाट राइडै पाउँदैन क्या। अनि के गर्ने त, यस्तो त छ नेपालको हालत। राइडरहरूको पक्षमा यो जति पनि राइड सेयरिङ कम्पनी छ राइडरहरूको पक्षमै छैन क्या। त्यो ट्याक्स तिरायो भनेर होइन, ट्याक्स त हरेक राज्यको नागरिकको दायित्व हो, ट्याक्स तिर्नै पर्छ। तर त्यही अनुसारको हामीलाई पनि के अरे सेवा सुविधा होस् न त। हामीले ट्याक्स तिरे अनुसार हाम्रो पनि घरबार चलोस्। यो त अति नै कम भयो क्या, अति नै लास्टै कम। 25 किलोमिटर 360-64मा कसरी चाहिँ साध्य हुन्छ र त्यस्तो गर्छन् क्या यो कम्पनीहरूले। अनि मैले क्यान्सल गरेँ, मैले क्यान्सल भन्दा नि प्यासेन्जरले क्यान्सल गर्नुभयो। मैले भने यो त धेरै कम पैसा छ, त्यो पनि खाली आउनुपर्छ, यसरी त सकिँदैन, यो त एकदम कम हो भनेको क्यान्सल गर्नुभएछ। सकिँदैन क्या यो, बरु फ्रीमा पुऱ्याइदिन्छु बरु म चाहिँ, तर त्यो रेटमा चाहिँ सक्दैन।